आम्मामामामामामा यस्तो मोबाइल पनि बन्छ र भन्नुहुन्छ के। पुरै डिस्प्ले पनि फुटेको छ, हाउजिङहरू पनि पुरै बाङ्गो के, फुल बाङ्गो है। यस्तो कन्डिसनमा आएको छ कि यो मोबाइल। जस्तो कन्डिसन भएपछि मेरो हातमा परेपछि तपाईहरु त्यसको लागि चिन्तै गर्नु पर्दैन के। सो कन्डिसन हेरे यसको बाहिर डिस्प्ले र यो फुल बडी त चेन्ज गर्नै पर्ने हुन्छ। अन्य केही समस्याहरू पनि हुन सक्छ किनकि बडी पछाडिएको छ नि त यो मोबाइल, बडी नै असर परिरहेको छ कि। त्यसकारणले गर्दा मैले चट्ट पारामा यो यसको ब्याक प्यानलहरू खोले र स्क्रुहरू चट्ट पारामा खोले र यसको मदरबोर्डहरू झिकेर चाहिँ म टेस्ट गर्न चाहन्छु कि यो मोबाइलमा अरु पनि के प्रब्लम छ कि भनेर। त्यसकारणले गर्दा देख्न सक्नुहुन्छ मसँग दुईटा हाउजिङ छ, एउटा चाहिँ नयाँ हाउजिङ हो, अर्को चाहिँ डिस्प्ले र यो ब्याट्री फिट भएको मसँग अलरेडी पुरानो हाउजिङ थियो कि हैन। यो नयाँ हाउजिङलाई चाहिँ चट्ट सफा गरे र यो पुरानो हाउजिङमा पनि म यो टेस्ट गर्न चाहन्छु। त्यसैले मैले यो मदरबोर्ड झिकेर पुरानो हाउजिङमा हाले र यो सबबोर्ड पनि झिकेर चाहिँ मैले यो पुरानो हाउजिङमा यसरी चट्ट पारामा हाले किनकि म यो मोबाइल चाहिँ केही फल्ट छ कि बोर्डहरुमा भनेर टेस्ट गर्न चाहन्छु। यसरी मैले चार्ज लाएर हेरे र मोबाइल स्विच अफ पनि खुल्यो। यसो मोबाइल चेक गरेको मोबाइलमा त्यस्तो भित्र चाहिँ केही समस्या देखिएन हैन। त्यसकारणले गर्दा म एकछिन मजाले चार्ज लाएर यसलाई चाहिँ अन गरे मोबाइल र यति भइसकेपछि चाहिँ मैले मदरबोर्ड र सबबोर्ड चाहिँ झिकेर साइड लगाइदिए हैन। साइड लगाइसकेपछि चाहिँ यो जुन पुरानो हाउजिङको यो स्पिकरको लबरहरू यताउति हुन्छ नि सरसामानहरू सब नयाँ हाउजिङमा सार्दिए के मैले है। के चाहिन्छ सब सार्दिए यसरी। त्यसपछि चट्ट पारामा सबबोर्ड पनि मैले सारे, यसरी मैले मदरबोर्ड पनि सारे र मदरबोर्ड सारिसकेपछि यो मेट्रोको वायर त्यसपछि ब्याट्री सबै सामानहरू मैले यो नयाँ हाउजिङमा सारे र मैले चाहिँ यो बिचको मिडल हाउजिङ चाहिँ तपाईको नयाँ ल्याएको थियो भने यो पुरानो जुन ब्याक प्यानल छ यो ब्याक प्यानल चाहिँ कस्टमरले पैसा छैन भन्नुभयो, त्यो भएर मैले पुरानो मसँग थियो त्यसकै हाल्दिए हैन। त्यो मिलाएर यसो म्यानेज गरेर हाल्ने विचार गरेको मैले। अब मैले सबै टोक चाहिँ म्यानेज गरिसकेँ। अब हाम्रो काम भनेको चाहिँ यो डिस्प्ले हाल्ने काम चाहिँ अझै बाँकी नै छ क्या है। हाउजिङहरु त भइसक्यो। यसरी डिस्प्ले हाल्नको लागि चाहिँ मैले यो डिस्प्ले टाल्ने जुन यो डिस्प्ले टास्ने ग्लु हुन्छ यसलाई मजाले फ्रेमको वरिपरि लगाइदियो है। एउटा कुरा ध्यान दिनुपर्ने कुरा के छ भने चाहिँ ग्लु टास्नु भन्दा अगाडि चाहिँ मजाले फ्रेम सफा गर्नुपर्ने हुन्छ है। मैले चाहिँ मजाले यो सफा गरिसकेको छु। यदि यो टाँसिएन भने यदि यो सफा गरिएन भने चाहिँ तपाईको डिस्प्लेहरु पछि छिट्टै उक्किने समस्या आउन सक्छ, त्यसगरी अटो टच हान्ने समस्या आउन सक्छ हैन। त्यसकारणले गर्दा चाहिँ यसले मजाले सफा चाहिँ गर्नुपर्ने हुन्छ है त। अहिलेको समयमा मोबाइल भन्ने चिज चाहिँ एकदमै इम्पोर्टेन्ट हो के सबैको लागि। किनकि तपाईले एउटा मोबाइल हराउनु भयो, एउटा मोबाइल बिगाड्नु भयो भने त्यसमा मोबाइल मात्रै बिग्रिया हुँदैन, मोबाइल मात्रै हराउँदैन के। त्यसमा हाम्रो सम्पूर्ण अब पैसाहरुको कारोबारदेखि लिएर हैन त्यसैमा गरिन्छ नि त। आजकल त ई सेवाहरू भयो, यो बैंक एकाउन्टहरू, बैंक मोबाइल बैंकिङहरू भयो, सबै मोबाइलबाटै गरिन्छ नि त। त्यसकारणले गर्दा मोबाइल चाहिँ एकदमै हामीले जतन गरेर चलाउनु पर्ने हुन्छ के हैन। मैले हिजो मात्रै हेरेको थिएँ कि एउटा फिल्म सिनेमा हलमा गएर यो परालको आगो भन्ने मुभी हेरेको थिएँ कि मैले हैन। तर आज रियल केसमा चाहिँ के भयो भने मोबाइलको आगो भन्ने घटना घट्यो के हैन। किनकि बुढाबुढी झगडा गर्नु भएको रहेछ हिजो साँझ। त्यसपछि बुढी चाहिँले चाहिँ यो मोबाइल फुटालिदिनु भएको अरे के रिसले हैन। यसरी मैले सबै स्क्रुहरू लगाएँ। स्क्रुहरू लगाइसकेपछि मैले दुईटा समस्या अझै थप देखेँ कि। एउटा भनेको भोल्युम अफ बटन रहेन रहेछ, एउटा भनेको मैले यसो डायल गरेको थिएँ तर यो डायल गर्दा चाहिँ फोन गर्दा चाहिँ स्क्रिन निम्ने समस्या देखेँ कि हैन। त्यसपछि मैले फेरि स्क्रु खोलेँ हैन। अब फेरि डबल काम भयो के किनकि मोबाइल पछाडै सेट हो यस्तै हुन्छ हैन। अब एउटा बनायो अर्को पनि बिग्रिया हुन्छ के। त्यसो यसो हेरेको सेन्सरको रबरै रहेन रहेछ यसमा हैन। त्यसपछि चट्ट पारामा अर्को हाउजिङबाट चाहिँ मैले पुरानो यो सेन्सरको रबर झिकेर सफा गरेर यसरी चट्ट पारामा हालेँ हैन। किनकि यो रबर भनेको सेन्सरको भाग के जुन हामीले यो यदि फोहोर भयो हैन, यदि यो हरायो भने चाहिँ हजुरको के हुन्छ भने फोन गर्दा चाहिँ फोन गर्दा अथवा फोन आउँदा भनौँ न टक्क त्यो निप्दिने के यो स्क्रिन अगाडिको हैन। यो समस्या पनि एकदम धेरैको मोबाइलहरुमा आइराख्ने समस्या हो के। र फाइनली देख्न सक्नुहुन्छ यो समस्या चाहिँ पूर्ण रूपमा समाधान भइसकेको छ है। देख्न सक्नुहुन्छ है
अब यसको नेक्स्ट समस्या भनेको चाहिँ यसको पावर बटन हुन्छ नि जुन यो भोल्युम बढाउने हो त्यो बिग्रा रहेछ। त्यसको लागि चाहिँ मैले किप्याडको बटन टक्क झिकेर यसमा अड्डाएँ र सानो टेप चाहिँ मैले काटेर यसमा चाहिँ लगाइदिएँ है। ल यति गरिसकेपछि चाहिँ अब यसले फाइनली भोल्युम बटनको पनि काम गर्छ होला, भोल्युम पनि बढ्ने हुन्छ होला। अब मैले ब्याक कनेक्सन यसरी लगाइदिएँ होइन, देख्न सक्नुहुन्छ भोल्युम बटनले पनि काम गरिसक्यो है। यसरी गरिसकेपछि चाहिँ मैले यो टक्क लबरहरू बाँधिदिएँ होइन। लबरहरू बाँध्नुभन्दा अगाडि चाहिँ खासमा सफा गर्नुपर्छ होइन। त्यस कारणले गर्दा मैले टक्क यसरी सफा गरिदिएँ कि ग्लुहरू है, किनकि काम भनेको सफा गर्नु पर्यो नि त, कस्टमरको मोबाइल पो हो त होइन। किनकि कस्टमरले खुसी बनाउनु पर्यो। त्यस कारणले गर्दा चट्ट पारामा मैले एउटा पनि फोहोर एउटा पनि ग्लु नराख्ने गरी यसरी चट्ट पारामा सफा गरिदिएँ र मजाले लबरले चाहिँ यो मोबाइललाई बाँधिदिएँ है त। यस्तै गरी हजुरहरूको पनि मोबाइलहरू बिग्रिएको छ भने हामीले सम्झन सक्नुहुन्छ, व्हाट्सएपमा मेसेज गर्न सक्नुहुन्छ अथवा कमेन्ट गर्न सक्नुहुन्छ है त। ल हाम्रो भिडियो मन पर्यो भने एक लाइक एक सब्सक्राइब गर्न नभुल्नु होला र साथमा एक कमेन्ट पनि गर्न नभुल्नु होला है त। हजुरको दिन शुभ रहोस्। धन्यवाद।